जिसु बराई। आज म फेरि तपाईहरु समक्ष परमेश्वरका केही मीठा वचनहरू लिएर आएको छु। पिता अनि पुत्र अनि पवित्र आत्माको नाममा आमेन। आजको वचन एफिसीहरूलाई सन्त पौलले लेखेको धर्मपत्रबाट लिएको छु। अध्याय 5 अनि वचन 8 देखि 9 सम्म। अनि 8 देखि 9 सम्मको वचनले हामीलाई यसो भन्दछ: एक समय तिमीहरू थियौ अन्धकार, अब त प्रभुमा प्रकाश। तसर्थ प्रकाशका सन्तान झै विचरण गर्नु, किनभने प्रकाशले भद्रता, सत्कर्मिता र सत्यता रूपी फल फलाउँछ। एक समय तिमीहरू थियौ अन्धकार, अब त प्रभुमा प्रकाश। तसर्थ प्रकाशका सन्तान झै विचरण गर्नु, किनभने प्रकाशले भद्रता, सत्कर्मिकता र सत्यता रूपी फल फलाउँछ। प्रभुको वचन। आउनुहोस् मेरा प्यारा दाजुभाइ तथा दिदी बहिनीहरू अनि मेरा प्रिय साथीहरू, आजको यस वचनलाई पूर्ण रूपले मनन चिन्तन गरौँ र हामी परमेश्वरका प्रकाश हौं भनी सधैँ हामी आफ्नो मनमा गाबेर अगाडि बढौँ। आमेन। पिता अनि पुत्र अनि पवित्र आत्माको नाममा आमेन।